स्वागत छ सबैजनालाई। म सृष्टि थापा म गइरहने आज चाहिँ लक्ष्मी पूजा पनि हो। अनि म चाहिँ बिहानै उठेर नुहाइधुवाइ गरेर बिहानको पूजाहरू गरिसके। अनि आज पल्टनबाट दिवालीको मेला हेर्न जाने भन्दै हुनुहुन्छ, सबैजना जाने भन्दै हुनुहुन्छ। अब हामी एकछिनपछि मेला हेर्न जान्छौँ। हामी चाहिँ मेला हेर्न आइसकेको थियौँ यहाँ। अनि यहाँ फेरि सिनियर दिदीहरू हुनुहुन्थ्यो। अब यसरी बोलेर भिडियो बनाउन मनाएको थियो, त्यही भएर भिडियोहरू यत्तिकै बनाइरह्यो। त्यहाँको दाइहरूले, पल्टनको दाइहरूले फेरि गीत गाउने अनि ड्रामाहरू देखाउने गरिरहनु भएको थियो। यहाँ चाहिँ पल्टनको दाजुभाइले बेन बाजा बजाउँदै हुनुहुन्थ्यो। अब अनि अर्को पल्टनबाट पनि आइरहेछ। उहाँहरूको पल्टनको बेन बाजा बजाउँदै आउनुभएको थियो उहाँहरू पनि। अनि तर पनि हाम्रो पल्टनको एकदम राम्रो लाग्यो बेन बाजा, उहाँहरूको भन्दा अलिक फरकै थियो। जे गोर्खाली पल्टन भएर पनि होला, सबै नेपाली दाजुहरू भएर पनि होला, एकदम राम्रोसँग बजाइरहनु भएको थियो। अनि त्यही हो, एकदम रमाइलो भयो। मेलामा पनि रमाइलो हुँदो रहेछ। अब पहिलो अनुभव, पल्टनको पहिलो अनुभव एकदम रमाइलो लागिरहेको थियो हामीलाई चाहिँ। मस्त भएर हेऱ्यौँ। अन्तिमसम्म हेऱ्यौँ बेन बाजा, किनकि धेरै यताउति घुम्नको लागि रात परिसकेको थियो नि त। त्यही भएर हामी चाहिँ सबैजना एकै ठाउँमा बसेर हेरिरहेथ्यौँ। फेरि दाइहरूले यहाँ फेरि नेपाली सङ्गको कि मिठो बाधा गर भन्नेको टोन बताउँदै हुनुहुन्थ्यो। पल्टनको बेन बाजामा मिलाएर त्यसको टोनहरू बजाउँदै हुनुहुन्थ्यो। एकदम राम्रोसँग बजाउनु भयो। हामी त सुनेर सबै लट्ठ पर्यो हो। अनि लट्ठ परेर बसिराख्यो, त्यही स्टेजमै बसिराख्यो। अनि जब यो टोन सुन्यौँ, अनि सुनेको त हामीलाई त हिँड्न मन नै लागेन हो। यो टोन, यो गीतको टोन हो कि नेपाली गीत छ नि, केही मिठो बात गर। सिनियर दाइले अनि बल्ल सिनियर दाइको पालो आयो गीत गाउने। अनि गीत गाउँदै हुनुहुन्थ्यो सिनियर दाइले। अनि यो गीत फेरि प्राय यो पल्टनमा, गोर्खाली पल्टनमा चाहिँ धेरै गुन्जिरहने गीत हो। हरेक प्रोग्रामहरूमा, हरेक उयसहरूमा, स्टेजमा खालि यही गीत गुन्जिरहन्छ। उहाँ दाइले नै गीत गाइरहनुहुन्छ। अनि दाइको भोइस फेरि एकदम क्लियर मिठो छ कि एकदम राम्रो छ। अनि भाइहरूले पनि पहिला गीत गाइसक्नुभएको थियो, भाइहरूले पनि, किनकि अब त्यो मैले भिडियोहरू बनाउन पाएन। अनि हामीहरू उता हेर्न गएको थियो, त्यही भएर त्यति बेला भाइहरूले गीत गाइसक्नु भएछ। अनि लास्टमा चाहिँ दाइको पालो रहेछ गीत गाउने। दाइ चाहिँ एकदम राम्रो गीत गाउनुहुन्छ। अनि प्रोग्रामको अन्तिमतिर नै थियौँ हामी। दायाँ बायाँ त एकदम झिलिमिली थियो। अनि यहाँ फेरि हाम्रो गोर्खा रेजिमेन्टको प्रोग्राम हुँदै थियो, सिसेटियरको।
प्रोग्रामहरु सक्यो नि त त्यहाँ मेला मतलब अब मेला त लागिरहेको थियो कि अब हाम्रो गोर्खाको प्रोग्रामहरु गोर्खा पर्यटनको प्रोग्रामहरु सकेर पटेकाहरु पड्काउने एकदम झिलिमिली रमाइलो भइरहेको थियो रमाइलो गर्नुभयो एकदम पल्टनको दाजुभाइहरुले एकदम रमाइलो भयो यो बेला झन् एकदम रमाइलो लाग्यो मलाई अनि मेला सकेपछि हामी एकछिन पटेकाहरु पड्काएको हेर्यो अनि हामी आफ्नो रुम क्वार्टरतिर लाग्यौं सबैजना बसमा बसेर लागिसक्यौं फेरि घरमा आएर पनि पूजा गर्नुपर्ने थियो त्यही भएर छिटो भन्दै दाइहरुलाई अत्ताएर हामी आयौं रुममा हिँड्दै थियौं यति बेला चाहिँ अनि म चाहिँ रुम आएर पनि हामी चाहिँ फेरि पल्टनले अब एकछिन भए पनि मन्दिरमा बोलाउनु भयो पूजाहरु गर्न त्यही भएर एकछिन मन्दिरमा गयौं हामी चाहिँ सबै फेरि हतार गरेर मन्दिरमा गयौं पूजा गर्नको लागि गएर अनि पूजाहरु गर्यौं अनि छिटै नै हुन्छ भन्दै लगभग 1-2 घण्टा जति नै लाग्यो मन्दिरमा पूजासुजा गर्यो पूजाहरु गरेपछि प्रसादहरु पनि दिनुभयो पूजा गरेर सकेर अनि हामी अब घर जान भनेर निस्क्यौं अनि हाम्रो पल्टनको मन्दिर चाहिँ एकदम राम्रोसँग सजाउनु भयो उहाँहरु अनि फर्स्ट कुरो त उहाँको पल्टनको मन्दिर नै एकदम राम्रो गरेर राख्नु भएको छ सबै दाजुभाइहरुले एकदम राम्रोसँग सजावट गर्ने यताउति गर्ने सरसफाई यताउति एकदम राम्रोसँग गर्नुहुन्छ अनि हामी चाहिँ अब घरमा गएर नि त पूजा गर्नु थियो छिटो जाने भनेर आत्तिरहेको थिएँ म हिँड्दै थियौं अब खासै त जान्दिनँ आफूले जे जति जानेको छु त्यसरी नै मैले पूजा पाठ गरेँ अनि हाम्रो चाहिँ रुम यतापट्टि भाइहरुले पनि एकदम रमाइलो गर्दै हुनुहुन्थ्यो अनि रमाइलो गर्दै हुनुहुन्थ्यो पटेकाहरु पड्काउने रमाइलो गर्दै हुनुहुन्थ्यो अब बाहिर जाने सिभिलहरुले यति झिलिमिली गरेर यति रमाइलो गर्नु भएको थियो कि अब पुरै छोड्नुस् न यति रमाइलो गर्नुहुने रहेछ इन्डियामा झन् अनि रातभरि सुत्न नि पाएन हामी त्यो दिन चाहिँ हाम्रो क्वार्टर चाहिँ यो चाहिँ मैले बनाएको फर्स्ट टाइम बनाएको जानी नजानी अनि साथीहरु मेरो चाहिँ यो भिडियो के कस्तो भछ जे जस्तो भए पनि लाइक गर्न कमेन्ट गर्न शेयर गर्न चाहिँ नभुल्नु होला हजुरहरुलाई नि दिपावलीको शुभकामना